मलाई त्यो हुइक्कार बाइक चल्ने मनै मजा हुन्छ होला चलाउनलाई त अफकोर्स मजा हुन्छ होइन तर मलाई चाहिँ म कस्तोमा परेछु भने म एकचोटि त्यो एकदम दाइको R15 लिएर बत्तारै हिँडेँ 9मा पढ्ने बेलामा त्यो त्यतिखेर त हुन्छ नि त फेरि मान्छेको रन्काउनु त हुने यो त आफै ब्रेक लाग्छ यो त आफै रोकिन्छ म त बाँच्छु भनेर त बाटो त नेपालको त्यही हो प्लटिङको बाटो थियो पिच भयो अनि प्लटिङ त सकिन्छ नि त प्लटिङ त कति हुन्छ र ब्रो प्लटिङ त सकिन्छ एकछिनको खुसी त हो त्यो प्लटिङ पछि उता चाहिँ ग्रेभल थियो क्या अनि प्लटिङको त एन्ड त यस्तो हुन्छ जहिले पनि नेपालमा के बात है अनि यस्तो हुन्छ एन्ड त त्यहाँबाट म गएको दाइ धङ 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 त्यो 30-40 सेकेन्ड 10 सेकेन्ड 15 सेकेन्ड कति अब मलाई याद पनि म त होइन बाइक मात्रै कन्ट्रोल नभएको 70-80-90 को स्पिड थियो होला होइन त्यहाँबाट लाम म त्यो बम्पबाट झरेर ढङ 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 भयो कहाँबाट म धन्न त्यो बाँचेँ क्या हुन्छ नि अबुई प्रभु बाइक डेन्जर हो क्या म बाइक त डेन्जर अनि म त अबुई हुँदैन थियो मेरो 1-2 चोटि बाइक एक्सिडेन्ट भयो होइन